Hey everyone, welcome to my first mini vlog, guys. Today I'm so excited. आज चाहिँ हामी भोलि माघे सङ्क्रान्तिको लागि गतेको लागि भुङ्गुर काट्न जाँदैछौँ है. सो कारा, यो चाहिँ कारा है. कसाई. यसको ओरिजिनल नाम कसाई, कटारी कृष्ण. सो के भन्न चाहनुहुन्छ हाम्रो你红黑红草木黄，青那饭那草木香啊。हाम्रो रोडा बजार आज गोबाल घाम लाग्छ. हामी चाहिँ यहाँ जङ्गलको भित्र बाटोमा आइसकेको छ. जस्ट आधी बाटोमा आइपुग्यो. अब 20 मिनट त्यसपछि हामी डेस्टिनेसनमा पुग्ने छौँ. हाम्रो कृष्ण कसारी अगाडि हिँड्न छ. म चाहिँ अचानक बोकेर हिँड्न छ है. कटारी आइपुग्यो. कटारी कृष्ण जी आवाज 70 छ ल. हाम्रो उसले चाहिँ सोल्टीलाई चाहिँ सिँगार पटार गरिरहेछ. यो टिप त चस्मै ह्यापी सङ्क्रान्ति चाहिँ ल. जोर बोलिरहेछ हाम्रो सेकुवा. अनि ओइ मासु फर्का ओइ मका ग ओइ बाबा ल नगारा खुसी तिम्रो love you लाग्यो निर्माया निर्माया प्यास मेटो चिसो पानीले नबोले नि माया लाग्ने रहेछौ सन्नानी दिलको कसम दिलैमा नत्र जान्छने चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाहिँ फुल्यो बनैमा 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 मेरो मन झुल्यो यो मनै जस्तो अति सुन्दर वचन मिठो गाइदिन्छु मोहनी संसारले जाने तिम्रो जिस्किरहने पानी समाला जवानी मोहनी लाग्ला है गाउँलेको बोलीले सम्झना बिर्सना नाङ्गे सुधन ए भरे राति म आउँछु नाङ्गे सुतन मायाको डोरीले तिमीलाई बधाउला मायाको डोरीले तिमीलाई बधाउला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना सलाला रञ्जन बढ्यो तिर्सना सलाला. लास्ट फाइनल जामिङ पनि भइसकेको छ है. सेकुवा पनि बन्दैछ. यहाँ दारू पानी हल्का छ. अब एकछिन खाने रमाइलो गर्ने. Don't forget to like, share and subscribe. I hope you guys enjoyed. Peace out.